अब बल्खुसम्मको यात्रा कस्तो हुन्छ हाम्रो पेसेन्जर दाइ अलि हतारमै हुनुहुन्छ जस्तो लाग्यो फोन गरेको हिसाबले ल बल्खु होइन त हजुर हो ल ल बसौँ हजुर बसौँ ल यो क्यामेरा यसो अनै छ केही फरक पर्दैन नि केही फरक पर्दैन यसो अब गफ गर्दै जाउँ होइन युट्युबर हो क्या तपाईँ होइन यसो सिक्दैछु म पनि त्यस्तो आइडिया छैन होइन यसो हाल्नुपर्छ काम सँगसँगै यसो गरौँ भन्ने सोचेर बल्खु भनेपछि यता हेटौँडा बिरगन्ज साइडपट्टि हामी निजगढ जाने मान्छे माइक्रो चल्छ होइन त त्यहाँबाट सुमो माइक्रो सुमो यसो हजुरले पनि चलाउनुहुन्छ होला नि युट्युब त चलाउँछ चलाउनुहुन्छ यसो सब्सक्राइब चाहिँ एक सब्सक्राइब चाहिँ हान्ने पनि हाल्नु होइन अब दाजुभाइहरूलाई नै भन्ने त हो नि सुरुमा होइन अब साथी बनाउँदिने सबै गर्नुपर्छ राम्रो हो के गरी राम्रो भयो भने त हुन्छ नि। यसो सिक्दै अब होइन काम सँगसँगै गर्दै गरौँ भनेर युट्युब राम्रो भयो भने त वाइल्ड पैसा छ नि गर्नुपर्छ कि सन्तोष तिमल सिन्हा ट्याक्सी भ्लग मेरो चाहिँ यो फेरि सानो सानो अहिले भर्खरको हुन्छ नि भ्लगरहरू मतलब कम उयो भएको त्यो देखाउन अलिक गाह्रो हुन्छ त्यो हेर्दा तपाईँको मैले सब्सक्राइब सिक्दैछु होइन आइडिया चिरै लेभल हो होइन तपाईँको भिडियोहरू राम्रो आउँदो रहेछ त भ्युज त आइडियै छैन अब यो भिडियोहरू एडिटिङ गर्ने पनि आइडिया छैन होइन अब 1000 कट्यो भने त राम्रो हो नि हेर्दै भर्खर हेर्नु त ल तपाईँको कति 124 सब्सक्राइबर छ अनि भ्युज 1000 कटिरहेको छ राम्रै हो नि यो त जस भ्युजहरू सर्ट भिडियोहरूमा चाहिँ फाटो आइरहेको छ गर्ने नै यस्तो बवाल मलाई दामी लाग्यो तपाईँलाई लङ भिडियोहरू चाहिँ धेरै बनाएको छैन लङ भिडियो भन्दा अहिले सर्ट्समै आउँछ क्या अलिकति भ्युजहरू होइन भ्युजहरू चाहिँ अलिक धेरै आउँछ सजिलो हुन्छ एडिट गर्न नि सजिलो सजिलो ट्याक्टो हाल्नलाई होइन राम्रो हो धेरै जस्तो मान्छे मोबाइलदेखि बजाएर गर्नै सकिँदैन जसले आँटेर गऱ्यो त्यसले पनि अलिक नहुँदो रहेछ होइन त्यो टिकटकतिर पनि हाल्नुहुन्छ होला नि आइडिया पुग्दो रहेछ कि मलाई सिक्दै जाने तर टिकटकमा हाल्यो भने चाहिँ बढी भाइरल गर्ने चान्स हुन्छ हुन्छ टिकटकबाट युट्युबमा आउँछ कि मान्छे हेर्नलाई अलिक फोकस चाहिँ युट्युबलाई गरौँ भनेर टिकटकतिर अहिले फोकस चाहिँ युट्युबमा गर्नुपर्छ तर युट्युबमा त्यो हेर्ने मान्छे तान्दा चाहिँ टिकटकलाई युज गर्नुपर्छ क्या यहाँबाट भनेपछि निजगढ पुग्न तपाईँहरूलाई कति घन्टा जति लाग्छ गाडीमै जाँदाखेरि 5 घन्टा लाग्छ बसमा गयो भने चाहिँ 12 घन्टा लाग्छ 10 देखि 12 घन्टा अनि यसमा सुमोमा गयो चाहिँ 5 घन्टा बसबाट पुरै पुलिङ हुँदै जानुपर्छ नि त 3 वर्षबाट चाहिँ फेरि 1 घन्टामा पुग्छ फास्ट ट्र्याक भन्ने सिक्छ फास्ट ट्र्याक भनेको तपाईँहरूको यो के अरे उसको बाटो जान्छ होइन फास्ट ट्र्याक ललितपुरतिर खै के को ठाउँ भनेर निस्केको छ भन्छ खोकनातिर त्यहाँबाट सिधै निजगढमा हाम्रो निस्किन्छ क्या जम्मा 76 किलोमिटर त हुन्छ 76 किलोमिटर हो अनि यहाँबाट डाइरेक्ट निजगढ जान्छ निजगढ पुरै टनलहरू बनाएर पुलहरू दामी बनाएको छ धम बनाउँदैछ त्यसपछि अब वर्ष लाग्ला नयाँ सरकार आएपछि अब 1 वर्ष धेरै लाग्छ होला 2-3 वर्षमा मन लाग्यो सबै गर्छु भन्ने खालकै होइन अलिकति चाहिँ योग्यता भएका पनि अलिकति पढे लेखेका पनि होइन जनताको आश लाग्दो व्यक्तिहरू आइरहेछन् होइन अब हामीलाई त त्यही आशै गर्ने हो हेर्ने हो होइन प्रधानमन्त्री इन्जिनियर चाहिँ गर्ला नि होइन बाटो बनाउने त उसको एकदम डिजाइन गर्न सक्ने नै मान्छे आइरहेको छ होइन सबैको साथ सपोर्ट छ पनि होइन दिएर पनि पठाएको हो अब गर्ने भए चाहिँ अब लिडरहरूकै हातमा छ अब देशका चाहिँ अब जनताहरूको चाहिँ अवस्था के कस्तो छ होइन सबै कुराहरूलाई बुझेर देशलाई चाहिँ कसरी हुन्छ सम्पन्न बनाउन सकिन्छ होइन अब नेपाली जनताहरूलाई चाहिँ कसरी चाहिँ सुखी खुसी राख्न सकिन्छ मतलब नेपालीहरू पनि देश विदेश चाहिँ घुम्न जान सकियोस् क्या मजाले त्यो खालको वातावरण चाहिँ अब हाम्रो नयाँ लिडरहरूले बनाइदिउँ भन्ने आश गरौँ
बनाउँछ पनि होला सायद राम्रो हुँदैछ नि अब राम्रो पनि अब हाम्रो देश सम्पन्नै हो होइन प्राकृतिक रूपले पनि भयो चाहिँ अब बालीले भने जस्तो माल भएको चाल नपाएको चाल नपाएको भने जस्तो अब माल छ अब त्यसलाई प्रयोग चाल गरेर पाउनु पर्यो। चाल पाउनु पर्यो अब प्रयोगमा ल्याएर देश बन्छ देश बनाउनु दाइले कति घन्टा चलाउनुहुन्छ ट्याक्सी प्राय ट्याक्सी त चलाइने भनौँ न 10-12 घन्टा महिना कतिसम्म खर्च लगाएको महिनाको कति कमाइन्छ त्यो चाहिँ अब तपाईँको हेरेर हुन्छ एभरेजमा एभरेजमा त्यही हो 3-4 हजार बस्ने हो आफ्नो पर्सनल खर्च गरेर त्यही हो 2500-3000 दिनको बचाउन सकिन्छ भनेपछि अब महिनाको त्यही हो 80-90 हजार 70-80 हजार अनि अब त्यसमा तपाईँको गाडीलाई मेन्टेनेन्स खर्चहरू चाहिँ 10-12-15 हजार लाग्दाखेरि त्यही हो अब 60-70 हजारको एभरेजमा तपाईँ अब आफ्नो चाहिँ अब भनौँ गाडी र परिवार पाल्न चाहिँ सकिन्छ यसो सामान्य अब ट्याक्सी चलाएर पनि काठमाडौँमा सामान्य चल्न सकिन्छ अब धेरै ठुलो बचतै गरौँला ठुलो होइन नै जोडौँला भनेर चाहिँ सोच्ने अहिलेको अवस्था छैन चाहिँ होस् यसो काम गरिरहेछ होइन चलिरहेछ मात्र हो तपाईँहरूको विचार के लाग्छ दादा अनि अब यसो मेरो ट्याक्सी भ्लगको लागि अब केही भनिदिन चाहनुहुन्छ भनिदिनु यसो साथीभाइहरूलाई अब चाहिँ केही छ भने यसो भनिदिनु न तपाईँले कहिले हेर्नुहुन्छ उहाँको च्यानललाई सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला होइन सानोदेखि बिस्तारै ठुलो हुने हो सबैले सपोर्ट गर्दै गएपछि राम्रै होला भन्ने आशा सबैले सब्सक्राइब गरिदिनु ल है त हजुर एकदम